अब जीवित आमा जसको हुनुहुन्न नहुनेहरूले भने आमाको मुख हेर्ने औँसीको दिन बिहानै पूजा आदि आफ्ना सकेर गोकर्ण अथवा कुनै माता तीर्थ औँसी माता तीर्थ आदि पवित्र स्थानहरूमा नजिक पाएक सहज उनीहरूले आमाको मुक्तिको लागि प्रार्थना गर्ने विधिपूर्वक श्राद्ध सिधा अन्नहरू केही दानहरू दिन सकिनेछ। काठमाडौँको दक्षिण पश्चिममा अवस्थित माता तीर्थ कुण्डमा गएर आमाको नाममा विभिन्न पुण्य कर्महरू गरिन्छ। यस दिन माता तीर्थ कुण्ड थानकोट नजिकै पर्दछ, किनकि पहिले यो घना जङ्गल थियो अनि गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाना खाइरहेका थिए। एउटा गोपालले त्यो रोटी खान खोज्दाखेरि मुखमा रोटी नपरिकन कुण्डभित्र जान थाल्यो। कुण्डमा गएर हेर्दा उसले त्यहाँ आमाको दर्शन पायो। अब घर फर्किन मान्दैन त्यो गोठालो, आमालाई सँगै घर ल्याउने र आमा बिना एक्लै नफर्किने जिद्दी गर्न थाल्यो। त्यस पछाडि आमाले छोरालाई मृत्यु भएका आमाहरूको लागि प्रत्येक मास वैशाख मासको कृष्ण पक्षको औँसीका दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने बाचा गर्दै छोरालाई घर फर्काए। यसर्थ यस कुण्डमा माता तीर्थ औँसीको दिन दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड तर्पण सिधान्न केही दान दक्षिणाहरू प्राप्त गरेर उनीहरू पूर्वजन्ममा फर्किन्छन् भन्ने एउटा जनविश्वास रहेको छ। र माता तीर्थे औँसीका अवसरमा दिवंगत आमाहरूलाई तर्पण पिण्डदान दिने अथवा सिधान्न दिने अथवा काँचो अन्नहरू दिएर यस ठाउँमा विशेष गरेर मेला अथवा दर्शन गर्नको लागि जानुहुन्छ श्रद्धालुजनहरू। दर्शकबिन औँसी तिथिका दिन विशेष गरेर पितृहरूमा समर्पित पनि छ। वैशाख मासको कृष्ण पक्षको औँसी मातृ सम्मान दिवस, भाद्र मासको कृष्ण पक्षको औँसी पिता सम्मान दिवस। त्यसैले सकेको बुबा आमालाई सेवा गरौँ। हामी व्यस्त छौँ, हाम्रो लाइफ व्यस्त छ, आमा बुबाबाट टाढा छौँ, तर उहाँहरूलाई केही सुख दुःख छ कि सोधी खोजी जरुर गरौँ। कहिलेकाहीँ बुढाबुढी भए पछाडि बुद्धि उल्टो हुन्छ, बाल्यपन आउँछ, बुढो भए पछाडि पनि फेरि बालक हुन्छ अरे। त्यसैले अब हामी बालक थियौँ, अब जवान भएका छौँ, बुझ्ने भएका छौँ। यो भावनालाई लिएर आफ्नो मातापितालाई सदैव सम्मान गरौँ। एक दिन मात्रै आमाको मुख हेर्ने होइन, यस दिन माया कृतज्ञता टाढा भएकाहरू पनि भेला गर्ने, मिठो मसिनो खाने हो। आमालाई प्रत्येक दिन सम्मान गर्नुपर्छ, आमाको प्रत्येक दिन हेरचाह गर्नुपर्छ, आमाको प्रत्येक दिन मुख हेर्नुपर्छ, तर टाढा रहेर पनि प्रेम र स्नेहले। त सम्पूर्ण दर्शकबिन्दहरू, कतिजना आमा बुबा नहुनेहरूलाई पछुतो पनि छ। त्यसैले हुँदाखेरि नै हामीले जीवित हाम्रा भगवानहरू चिनौँ। माता गङ्गा समो तीर्थ पिता पुष्करमेव च। आमा त गङ्गा समान हुन्, पिता पुष्कर समान हुन्। यस कारणले गर्दा जीवित बुबा आमाको सेवा गरौँ। मृत्यु हुनुभएका छ भने उहाँहरूलाई तर्पण पिण्डदान केही सत्कार्यहरू